Hello everyone, welcome to the first analysis video of खेलघर। आजको एनालिसिस चाहिँ हाम्रो श्रीलङ्का ए र नेपालको सेकेन्ड प्र्याक्टिस गेमको हो। यो गेममा चाहिँ श्रीलङ्काले सुरुमा टस जित्यो अनि ब्याटिङ डिसाइड गर्यो। आई एम हियर विथ नसिब र नसिबले चाहिँ अब फर्स्ट इनिङमा के भयो भन्छ है त। धन्यवाद उत्सव। श्रीलङ्का ए चाहिँ फर्स्ट इनिङमा चाहिँ 222 मा 5 विकेट बनायो र त्यहाँबाट चाहिँ लहिरो उडाराले चाहिँ 52 बलमा 93 रन्स अनि उताबाट चाहिँ लसित क्रसफुलले चाहिँ 34 बलमा 53 रन अनि फिनिसिङ टच दिनको लागि चाहिँ साहन आराचिकेले चाहिँ 23 बलमा नट आउट 55 रन बनाएका थिए। र यताबाट चाहिँ नेपालको बलिङको कुरा गर्ने भने चाहिँ नेपालले सरप्राइजिङली र अनसरप्राइजिङली भनौँ 8वटा बलर चाहिँ युज गरेको छ। त्यसमा चाहिँ शेरमलले चाहिँ 4 ओभरमा 43 रन, करण केसीले चाहिँ 3 ओभरमा 37 रन, सम्पल कामीले 3 ओभर 40 रन 2 विकेट्स, ललित नारायण राजवंशी 1 ओभर 12 रन्स, नन्दन यादव 4 ओभर 60 रन्स, बसिर अहमद 1 ओभर 10 रन्स, कुशल भुर्तेल 4 ओभर 13 रन्स 2 विकेट एन्ड दिपेन्द्र सिंह ऐरले चाहिँ 1 ओभरमा 17 रन दिएका छन्। अब फेस टु फेस आउनु पर्दा चाहिँ नेपालले चाहिँ पावर प्लेमा चाहिँ फर्स्ट 6 ओभरमा चाहिँ 74 रन खाएको छ र 1 विकेट मात्र लिएको थियो। मिडल ओभरमा चाहिँ 6 to 15 मा चाहिँ त्यही रन रेटै मेन्टेन भयो 73 रन्स 2 विकेट अनि फाइनली डेथ ओभरमा चाहिँ जहाँ चाहिँ नेपालको लागि जहिले कन्सर्न हुने गर्थ्यो यो आजको म्याचमा पनि त्यही भएको छ 75 रन्स ओन्ली 2 विकेट्स। सो अब सुरुमै श्रीलङ्काले त्यत्रो ठुलो स्कोर पनि बनाए होइन। अब त्यसमा हाम्रै बलर्सहरूको इकोनोमी हेर्ने भने थाहा पाइन्छ होइन। सो बलिङमा आज कहाँ चाहिँ मिस्टेक भयो त, के चाहिँ गर्न सकिन्थ्यो बेटर होइन, के चाहिँ गल्ती भयो र टिमले सन्दीपलाई एकदम धेरै मिस गरे हो कि के भयो आज बलिङमा? टिमले चाहिँ एकदम सन्दीपलाई चाहिँ एकदमै मिस गरिरहेको छ होइन। अब सन्दीप उता बिपिएल खेल्न गएको छ, बिपिएलमा नि म्याच पाएको छैन, किन अब त्यहाँ बसिरहेको छ थाहा छैन। आई थिङ्क अब उनीहरूको केही कन्ट्र्याक्ट इस्यु भयो होला, कन्ट्र्याक्टले गर्दा चाहिँ यता आउन नपाएको हो। तर यस आजको म्याचमा र हिजोको म्याचमा टिमले एकदम सन्दीपलाई मिस गरेको थियो भनौँ न। अब यहाँ बलिङ आउने बेला चाहिँ अब एक्सेप्ट कुशल भुर्तेल सबै बलरले चाहिँ पिटै खाइरहेका छन् है। 10+ इकोनोमी छ सबैजनाको। इभन हाम्रो करण केसी दाजु, सम्पल कामीले, नन्दन यादवले त आज त 4 ओभरमा 60 रन। नन्दन यादव हाम्रो नेपाल टिमको यो वर्ल्ड कपको लागि डेथ ओभर स्पेशलिस्ट भनेर चाहिँ टिम म्यानेजमेन्टले चाहिँ टिममा लिएको थियो। आजको म्याचमा 4 ओभरमा श्रीलङ्काको ए टिमसँग चाहिँ 4 ओभरमा 60 रन खाएपछि चाहिँ 15 को इकोनोमी दिएर है। करण केसीले पनि 12 को इकोनोमीले रन खाए, सम्पल कामीले पनि 13 को इकोनोमीले, मैले नोटिस गरेको कुरा चाहिँ दुवै इनिङमा हेर्दाखेरि अब श्रीलङ्काको चाहिँ अब पेसरले फाल्दा पनि उनीहरूको चाहिँ स्पिनरले फाल्दा पनि बल सबै होइन राम्रो ठाउँमा झरिरहेको छ, उनीहरूले चाहिँ एकदम राम्रो गरिरहेछन्। सो त्यसमा पिचको दोष दिनै मिल्दैन जस्तो लाग्यो मलाई चाहिँ होइन। यहाँ चाहिँ स्किल इस्यु नै हो कि के हो होइन। हाम्रो बलर्सहरूले चाहिँ चुटाइ खाइ गर्ने अनि उताको चाहिँ स्पिनर आए पनि फास्ट बलर आए पनि राम्रो बलिङ गरिदिने होइन। उताको बलरहरूको बारेमा हामी एकछिनमा कुरा गर्छौँ, बट आज चाहिँ एकदम बलिङ पर्सपेक्टिभबाट हेर्दा चाहिँ एकदमै नराम्रो पर्फर्मेन्स भएको हो नि। हिजोको कम्पेरिजनमा, अस्ति फर्स्ट म्याचको कम्पेरिजनमा भन्दा नि एकदम नराम्रो बलिङ होइन आज। एकदम अब आज नेपालको बलिङ हेऱ्यौँ भने चाहिँ एक्सेप्ट भुर्तेल चाहिँ सबैले नै चुटाइ खाछन्। श्रीलङ्का एको बलरहरूसँग एकदम राम्रो स्किल्स थियो अनि नेपालको बलरसँग चाहिँ स्किलै थिएन, स्किल डेभलप गर्नु पर्यो भनेर चाहिँ अब चाहिँ वर्ल्ड कप आउन धेरै दिन बाँकी छैन, त्यो भन्न मिलेन। हाम्रो नेपाली बलरहरूसँग पनि एकदम राम्रो स्किल्स छ, त्यही भएर वर्ल्ड कप जस्तो स्टेजसम्म खेल्न आएका हुन् होइन। यहाँ चाहिँ के भन्दाखेरि यो धेरै बलर मलाई लाग्छ होइन, क्याप्टेन रोहित पौडेललाई चाहिँ अलि कहिलेकाहीँ चाहिँ माइन्डमा चाहिँ के हुँदो रहेछ भनेपछि धेरै बलर भएपछि पनि, धेरैजना अलराउन्डर भएपछि पनि यो बलिङ अप्सन चाहिँ कुन बेलामा के चाल्ने भनेर चाहिँ एकदम कन्फ्युज हुन्छ जस्तो लाग्छ क्या। त्यही भएर आज पनि ललितलाई हेर्छौँ भने ललितले 1 ओभर मात्र गर्न पाएको छ। त्यही त आज ललितले 1 ओभर मात्र गर्न पायो, बसिरले पनि 1 ओभर मात्र गर्न पायो, दिपेन्द्र सिंह ऐरी जो कि पावर प्लेमा राम्रो भएको दिन 3 ओभर गर्थ्यो, आज उसले पनि 1 ओभर गर्न पायो। त्यही भएर आई थिङ्क रोहित पौडेलले पनि कहिलेकाहीँ चाहिँ त्यो कन्फ्युजन हुने गर्छ होइन। त्यही भएर आई थिङ्क नेपाली बलरहरूमा चाहिँ स्किलको कमी चाहिँ छँदै छैन। एउटा राम्रो ट्याक्टिक्स बनाएर चाहिँ प्लानमा चाहिँ त्यही प्लान चाहिँ स्टिक गर्न चाहिँ जरुरी छ जस्तो लाग्छ मलाई। यस, सो फर्स्ट इनिङको कुरा त्यही भइहाल्यो। अब सेकेन्ड इनिङको कुरा गरौँ। सेकेन्ड इनिङमा सुरुमा अब त्यत्रो ठुलो स्कोर चेज गर्न आयो नेपाल होइन।
सो अब फेज बाई फेज हेरौँ सुरुमा। सो सुरुमा पावर प्लेमा 6 ओभर्समा चाहिँ नेपालको गेम त्यति बेलामा नै एकदमै लडखडायो होइन। 46 रन हानेर 4 विकेट त्यति बेलामै गयो होइन। अनि त्यसपछि आयो हाम्रो 6 ओभरदेखि 15 ओभरको फेज, मिडल ओभरको फेज। यसमा नेपालले 53 रन्स बनायो र 4 विकेट यसमा पनि गयो होइन। सो यति बेलासम्म नेपालको गेम कम्प्लिटली सकिसकेको थियो, 8 विकेट गइसकेको थियो। सो नेपालले हाल्ने अलमोस्ट पक्का भइसकेको थियो। त्यसपछि फाइनलको डेथ ओभरमा चाहिँ 48 रन्स आयो अनि 1 विकेट गयो र नेपालले फाइनली 73 रन्सले हार्यो। सो अब नेपालको ब्याटरहरूले के गरे हेरौँ है त स्कोरमा। कुशल भुर्तेलले 7 रन्स हाने, भुर्तेल आज चलेनन्। त्यसपछि बोथ आसिफ एन्ड आरिफ, बोथ शेख ब्रदर्स, दुवैजनाको डक होइन, दुवैजना चलेनन्। पहिलाको फर्स्ट प्यारिस म्याचमा यिनीहरू तिनैजनाले राम्रो गराएको थियो, त्यसैले हल्का स्कोर पनि हाम्रो राम्रो भएको थियो, बट यसपालि यी तिनैजना चलेन। त्यसपछि भाइस क्याप्टेन दिपेन्द्र सिंह ऐरी, अगेन ब्याटिङबाट पर्फर्मेन्स आएन दिपेन्द्र सिंह ऐरीको, धेरै भयो पर्फर्मेन्स नआएको। लास्ट टाइम राम्रो पर्फर्मेन्स आएको भने समूहको विरुद्धमा थियो होइन, त्यो वर्ल्ड कप क्वालिफायरमा, त्यो इन्टायर टुर्नामेन्टमा राम्रो पर्फर्मेन्स आएको थिएन, त्यही एउटा म्याचमा आएको थियो र एनपिएलमा पनि खासै पहिलाको जतिको आएको थिएन र अहिले पनि हि इज स्ट्रगलिङ विथ हिज ब्याटिङ। बासिर अहमेद चान्स पाएका थिए खेल्नको लागि, बट 10 बल खेलेर 4 रन। लोकेश बम हि रियली ट्राइड होइन स्कोरलाई बढाउनको लागि र स्ट्राइक रेट पनि राम्रो मेन्टेन गरेर 15 बलमा 25 रन हाने, बट हि कुडन्ट कन्टिन्यू। गुलसन झालाई चाहिँ मलाई चाहिँ के लागेको थियो भने गुलसन झाले गेम डिप लन्छन् एन्ड देन हल्का भयो नि फिनिस गर्न उसले ट्राई गर्छ जस्तो लागेको थियो मलाई, बट अनफर्चुनेटली हि डिडन्ट होइन। 15 बलमा 17 रन। देन क्याप्टेन एकदम लेट आए आज होइन। आई थिङ्क आरिफ र बासिरले त्यो टप अर्डरमा खेल्ने चान्स पाओस् भनेर होला, एकदम लेट आए क्याप्टेन, बट स्टिल 18 बलमा 18 रन, 100को स्ट्राइक रेट। देन सम्बाल कामी 20 बलमा 16 रन। देन करण केसीले लास्टमा एकदम राम्रो हिटिङ गरे होइन, सिक्सेसहरू पनि लगाए, बााउन्ड्रिज पनि हाने। 26 बलमा 41 रन होइन करण केसीको, र नन्दन यादवले बल फेस गरेनन् कुनै पनि, बट करण केसीको त्यो लास्टको सिक्सेसहरूलाई हटाइदिने हो भने त्यो बाहेक चाहिँ सबैको एकदम नराम्रो पर्फर्मेन्स छैन। लोकेश मामले अलिअलि हान्न खोजे बट भएन। र अब उताबाट श्रीलङ्काबाट चाहिँ थुजाराले पहिला फर्स्ट प्यारिस म्याचमा राम्रो गरेका थिएनन् त्यस्तो, बट आज 3 विकेट लिए। एन्ड देन अरू बलर्सहरूले पनि 2 विकेट 1 विकेट 1 विकेट 2 विकेट त्यसै लिए होइन। लाइक कम्प्लिटली नेपालको ब्याटिङ लाइनअप कम्प्लिटली फ्ल्याट भयो होइन। अगाडिको इनिङमा जब श्रीलङ्काले त्यस्तो राम्रो ब्याटिङ गरिरहेको थियो, हामीले पनि लागेको थियो चेज नभए पनि एटलिस्ट 200 त क्रस होला होइन, एकदम हाई स्कोरिङ म्याच देखिएला, हल्का कन्टेस्ट देखिएला जस्तो लागेको थियो। बट नेपालको ब्याटिङ एज अलवेज हामीले देखेको होइन, हाई चेज गर्दाखेरि फेरि कोल्याप्स भयो र सुरुदेखि नै कोल्याप्स भयो। पहिलादेखि चाहिँ हाम्रो के हुन्छ भने मिडल ओभरमा युजली कोल्याप्स हुन्छ नेपालको ब्याटिङ, बट आज चाहिँ टप अर्डरदेखि लिएर स्वाटै पुरै गयो। लास्टमा त्यो करण केसीको रन हटाइदिने हो भने त एकदम लजास्मत स्कोर छ होइन। बलिङ पार्टमा र ब्याटिङ पार्ट दुवैमा चाहिँ नेपाल आज एकदमै नराम्रो पर्फर्मेन्स भएको छैन, र वर्ल्ड कप अगाडि यस्तो पर्फर्मेन्स हुनु भने चाहिँ एकदम नराम्रो पनि हो। प्लेयरहरूको कन्फिडेन्स पनि यसै पनि डाउन हुन्छ र कोचिङ स्टाफलाई पनि गाह्रो पर्न सक्छ होइन। अब टिम इलेभेनमा कसलाई चाहिँ छान्ने कसैले पनि पर्फर्म नगरेपछि। सो यो चाहिँ हल्का कन्सर्न हुनसक्छ। नसिब के भन्न चाहन्छौ तिमी? आई थिङ्क आज चाहिँ नेपालले चाहिँ T20 क्रिकेटलाई भुलेर चाहिँ आज चाहिँ ओडिआई क्रिकेटै खेलौँ भनेर खेले जस्तो लाग्छ कि मलाई। करण केसीको 41 रन हटाउने हो भने त नेपालले त आई थिङ्क 100 रन पनि एकदम पुग्छ कि पुग्दैन जस्तो भएको थियो नेपालको। दुईजना ओपनर आज पनि चलेनन्, अनि आरिफ शेख पनि 0मा, दिपेन्द्र सिंह ऐरी एज युजल फर्म अहिले वर्ल्ड कपसम्म पनि अझैसम्म लागेको छैन। आई होप होइन, फिङ्गर क्रस छ अझै पनि वर्ल्ड कपसम्म राम्रो होस्। नेपाली टिमको एकदम मोस्ट भ्यालुएबल प्लेयर भनेकै दिपेन्द्र सिंह ऐरी हो। दिपेन्द्र सिंह ऐरीले राम्रो गरोस्। यताबाट बसिरहे मध्ये पनि धेरै बल खाए, बल खाँदा आउट भइहाले। लोकेश बम आई थिङ्क यो वर्ल्ड कपमा चाहिँ लोकेश बमलाई चाहिँ नेपाल टिमले चाहिँ राम्ररी युटिलाइज गर्न सक्यो भने चाहिँ नेपालले चाहिँ आई थिङ्क टेस्ट नेसनलाई त जित्छ होइन। त्योभन्दा माथि अझै सुपर 8 भन्दा नि अझै माथि जान सक्छ जस्तो लाग्छ मलाई होइन। आई थिङ्क लोकेश बमलाई चाहिँ नेसनल टिममा खेल्दाखेरि चाहिँ के प्रब्लम भन्दा उसको पोजिसनै अहिलेसम्म फिक्स हुन सकेको छैन कि होइन। ऊ डोमेस्टिकमा हेर्ने हो, एनपिएलमा हेर्ने हो भने ऊ एउटा प्रोपर ओपनर हो क्या। इफ ओपनर नखेले पनि उसले 1 डाउन खेल्छ होइन, म्याक्स टु म्याक्स 2 डाउन हो, बट 2 डाउन नि कहिले काहीँ मात्र हो। ऊ ओपनर हो क्या मेनली, बट उसले नेसनल टिममा खेल्दाखेरि त्यो चान्स पाउँदैन। अनि ऊ तल 4th 5th 6th 7thमा आइदिनुपर्छ कहिले काहीँ होइन। स्कटल्यान्डको त्यो सिरिजमा 6-7मा खेलेको थियो, त्यसमा पनि उसले 1-2 गेम राम्रै गरेको थियो। सो लोकेश बामको चाहिँ त्यो हल्का पोजिसन सिफ्ट, जसरी कि अहिले आरिफले खेलिरहेको छ त्यो पोजिसनमा आई थिङ्क 1 डाउनमा लोकेश बाम आएर 4thमा रोहित आयो भने आई थिङ्क त्यो पनि एउटा विकल्प हुनसक्छ होइन। किनकि कुशल लेट्स चाहिँ अब पावर प्ले खेल्दाखेरि कुशल भुर्तेलले हान्न खोज्दाखेरि आउट भयो भने कुशल भुर्तेलकै क्यालिबरको प्लेयर हो नि त लोकेश बाम होइन। हिटिङ कुशल भुर्तेल जस्तै राम्रो छ। सो आई थिङ्क लोकेश बामलाई चाहिँ त्यो टप अफ द अर्डरमा ट्राई गर्यो भने चाहिँ आई थिङ्क बेटर हुन्छ वर्ल्ड कप म्याचेसमा, बेसिकली जब वाङखेडेमा ब्याटिङ पिच राम्रो हुन्छ। एकदम लोकेश बमलाई चाहिँ आई थिङ्क नेपाली टिम म्यानेजमेन्टले चाहिँ होइन जसरी भने चाहिँ टिममा चाहिँ एउटा रोल दिएर चाहिँ एकदम फ्री माइन्डेड कि, किनभने लोकेश बम एउटा फ्लोटर ब्याट्सम्यान हो होइन। अब जहिले पनि फ्लोटर ब्याट्सम्यान, अब जस्तै अरू टिमको इक्जाम्पल लिउँ, इन्डियाबाट अभिषेक शर्मा, सञ्जु स्यामसन होइन,
उनीहरूले कोचिङ स्टाफहरूले एकदम फ्री माइन्डेड दिएको छ, जाऊ पड्काऊ, पावर प्लेमा पड्काऊ, तिमी आउट भयो भने के हुँदैन, हाम्रो म्यानेजमेन्टले तिमीलाई ब्याक गर्छौँ भनेर त्यस्तो माइन्डसेट दिएको छ। आई थिङ्क लोकेश बमलाई पनि क्याप्टन रोहित पौडेल र यो स्टुअर्ट लले चाहिँ त्यही माइन्डसेट दिनुपर्छ जस्तो लाग्छ। अनि यदि लोकेश बमले आफ्नो क्यालिबरसम्म मात्र खेल्न सक्यो भने नि आई थिङ्क नेपाललाई चाहिँ 200 स्कोर हान्न सक्छ नेपालले चाहिँ वर्ल्ड कपमा अगेन्स्ट। एकदम त्यसको माथि वाङखेडेको पिच। यस, वाङखेडेको ब्याटिङ पिच छ, त्यसमा हान्न सक्छ, हान्नु पर्ने पनि हो जित्नको लागि। बट हेरौँ के हुन्छ। अहिलेको लागि त उहाँलाई ठाउँ पाउनै गाह्रो छ होइन। बासिर, आसिफ, सन्दीप जोरा, अब कसलाई लिने यो 4 जनाको पुरै कम्पिटिसन छ। मलाई लाग्छ आई थिङ्क ओपनिङमा चाहिँ भुर्तेल र आसिफ, अनि जसरी भने नम्बर 3 मा चाहिँ लोकेश बमलाई चाहिँ अटाउनु नै पर्छ। अनि त्यसपछि रोहित पौडेल आओस्, के अरे दिपेन्द्र सिंह आओस्, गुलसन झा आओस्, केही पनि। बट आई थिङ्क द प्रब्लम इज के भन्दाखेरि अहिलेसम्म लोकेशलाई नेसनल टिमबाट खेल्दाखेरि एकचोटि पनि वान डाउन पठाएकै छैन क्या होइन। जबसम्म मलाई थाहा छ पठाएको छैन क्या नेसनल टिममा अहिलेसम्म लोकेशलाई त्यो चान्सै देखाएन क्या। उसलाई सधैँ के छ भने लास्टमा आएर करण केसीको जुन रोल छ त्यस्तै खालको रोल उसलाई दिन खोजिएको छ क्या होइन। लास्टमा आएर जस्तो कि इन्डियाबाट पहिला महेन्द्र सिंह धोनीले खेलाएको छ लास्टमा आएर फिनिसिङको रोल दिन खोजिएको छ। बट त्यो उसको नेचुरल स्टाइल होइन क्या। उसले चाहिँ ऊ भनेको डिस्ट्रक्टिभ ब्याटर हो। पावर प्लेमा जब फिल्डर्सहरू सर्कलभित्र हुन्छन् त्यति बेलामा चाहिँ हावामाथि हानेर बााउन्ड्री निकाल्ने प्लेयर हो लोकेशमा। त्यसैले उसलाई चाहिँ एटलिस्ट टप 3 मा कुनै एउटा पोजिसन दिनुपर्ने हो। बट अहिलेसम्म नि उसले त्यो चान्स नपाएको भएर म चाहिँ देख्दिनँ उसलाई वर्ल्ड कपमा चाहिँ देला होइन फेरि वान डाउन आउनको लागि। बट आई थिङ्क जुन क्यालिबरको लोकेश प्लेयर हो होइन त्यो अनुसार चाहिँ दिनुपर्ने हो। बट अहिलेसम्म दिएको छैन। सो प्लेइङ 11 मा भए पनि आई थिङ्क लोकेश चाहिँ त्यही अब 5th 6th तिरै पर्लान् क्या। अनि आई थिङ्क त्यति बेलामा चाहिँ उहाँको फेरि गेम घटिहाल्छ क्या। किनकि अब 5th 6th मा आएपछि फर्स्ट बलदेखि हान्नुपर्ने प्रेसर आइदिन्छ होइन। अनि त्यसमा गर्दाखेरि हल्का गाह्रै पर्छ क्या उहाँलाई, त्यो नेचुरल गेम खेल्न पाउँदैनन्। सो त्यसले गर्दाखेरि हल्का प्रब्लम हुनसक्छ जस्तो लाग्छ मलाई। बट लेट्स सी के हुन्छ वर्ल्ड कपमा। अहिले एनपिएलकै एक्जाम्पल हेरौँ, लोकेश बमले कस्तो राम्रो खेलेको छ क्या। सुरुमा ओपनर खेले, त्यहाँपछि फाफ डुप्लेसिस आएपछि 1 डाउन 2 डाउन खेले, कति राम्रो गरेछ क्या त्यसमा। अब नेसनल टिममा उनले त्यही अनुसार चान्स पाउने हो भने त गर्ला नि त होइन। आई थिङ्क चान्स त दिनुपर्ने हो। तर मलाई लाग्छ होइन जब एउटा प्लेयरलाई चाहिँ माथि अब टप अर्डरको प्लेयर माथि अब लोवर अर्डरमा गएर फिनिसिङ गरेछ, फेरि त्यहाँबाट माथि सफलिङ गरिरहेछ भने त्यो प्लेयरलाई पनि एउटा इन्सेक्युरिटी चाहिँ हुन्छ जस्तो लाग्छ कि मलाई। आई थिङ्क त्यो चाहिँ अब टिम म्यानेजमेन्ट र क्याप्टेनले चाहिँ लोकेश बमलाई चाहिँ तिम्रो रोल यो हो भनेर चाहिँ एकदम वर्ल्ड कपमा चाहिँ आई थिङ्क लोकेश बमलाई चाहिँ ब्याक गर्न एकदम जरुरत छ। टिमलाई लोकेश बमको जरुरत पनि छ। नम्बर 3 मा एउटा प्रपर फ्लोटरको रूपमा आयो भने लोकेश बमले नेपाललाई जस्तो सुकै म्याच पनि जिताउन सक्छ जस्तो लाग्छ है मलाई। लोकेश बम टप 3 मा आयो भने ठ्याक्क हाम्रो पोजिसन पनि मिल्छ क्या। सुरुमा कुशल भुर्तेल छन् एकदम डिस्ट्रक्टिभ ब्याट्सम्यान होइन। त्यहाँपछि आसिफ शेखले टेक्निकल्ली वेल ब्याट्सम्यान एकदम मिलाएर खेल्छन्, उहाँको स्ट्राइक रेट नै राम्रो हुन्छ, कन्सिस्टेन्ट प्लेयर होइन। त्यहाँपछि लोकेश बाम फ्लोटर आउँछन्, उहाँले नै हान्छन् होइन। एन्ड देन रोहित पौडेल फेरि आउँछन्, उहाँले फेरि इनिङलाई राम्रोसँग लग्छन्। त्यसपछि आरिफ, बासिर, दिपेन्द्र, गुलसन जोसुकै आयो भने त्यहाँपछि यति 4वटा चाहिँ सेट गर्थ्यो भने त आई थिङ्क वर्ल्ड कपमा त हाम्रो चाहिँ ब्याटिङ त सोलिड हुन्छ नि त होइन। बट टिमले अहिलेसम्म म्यानेजमेन्टले अहिलेसम्म त्यो ट्राई नै गर्न खोजेको छैन। लोकेशलाई माथि ल्याउँदैन, रोहित 4th मा खेल्ने हो कि 3 मा खेल्ने हो कि त्यो अहिलेसम्म डिसाइड नै भएन। सो आई थिङ्क यो कुराहरू चाहिँ हल्का फिक्स गर्नुपर्ने छ क्या वर्ल्ड कप अगाडि। हुन त हो, तर मलाई लाग्छ अहिलेसम्म चाहिँ यो प्र्याक्टिस म्याचसम्म चाहिँ आई थिङ्क टिमले अझै पनि प्लेइङ 11 मा चाहिँ माथि तल गर्नको लागि प्लेयरहरू टेस्ट गरेको नि हुनसक्छ। ल अब ब्याटिङ सक्यो होइन, बनेको कुरा गरौँ न त। आई थिङ्क शेर मल्लको पनि अहिले पर्फर्मेन्स लास्ट 2 गेममा चाहिँ अप टु द मार्क त्यस्तो पर्फर्मेन्स चाहिँ आएको छैन जस्तो लाग्छ मलाई। किनभने एनपिएलमा चाहिँ शेर मल्लले आई थिङ्क सबै गेममा चाहिँ पावर प्लेमा 1-2 विकेट लिइरहेकै थियो होला होइन। त्यो पर्फर्मेन्सले हेरेर चाहिँ आई थिङ्क पिच पनि उस्तै जस्तो लाग्छ मलाई। किनभने नेपालको पिच पनि स्पिनिङ ट्र्याकै हो, एकदम स्पिनिङ ट्र्याक पनि हो। श्रीलङ्काको पनि त्यस्तै सिमिलर टाइपको जस्तो छ। अब शेर मल्ललाई चाहिँ यो आजको गेमले चाहिँ त्यति जज नगरौँ होइन, किनभने अझै पनि प्र्याक्टिस म्याचेसहरू छ, इन्डियामा गएर खेल्नुपर्ने छ। अब इन्डियाको अब त्यही प्लेइङ 11 मा पर्छन् कि पर्दैन भनेर चाहिँ तब डिसाइड हुन्छ जब अब मुम्बई जब वाङखेडेमै खेल्छन् प्र्याक्टिस म्याच, त्यति बेलामा कस्तो पर्फर्म गर्छन् होइन। त्यसमा नि अब यस्तै पर्फर्मेन्स भयो भने त त्यो प्लेइङ 11 स्योरली पर्दैनन्। बट त्यहाँ गएर चाहिँ फेरि राम्रो गरिदिइहाल्यो भने चाहिँ आई थिङ्क डेफिनेटली शेर मल्लले चाहिँ चान्स पाउनुपर्छ। एकदम हो। आई थिङ्क शेर मल्ल र ललित राजवंशीमा चाहिँ एउटा टफ कम्पिटिसन हुन्छ जस्तो लाग्छ मलाई। किनभने अब सन्दीप आएपछि चाहिँ यिनीहरू 2 जना चाहिँ खेल्दैनन् होइन। शेर मल्लमा चाहिँ एउटा
एडभान्टेज के छ भनेपछि शेरमल्लबाट ब्याटिङ पनि हुन्छ, लोवर अर्डरमा चाहिँ एउटा फिनिसिङ टच पनि दिन सक्छ होइन। अनि बलिङमा चाहिँ ऊ एउटा मिस्ट्री स्पिनर हो। पिच अनुसार पनि हुन्छ होला, किनभने अब खासै अब मुम्बईमा चाहिँ त्यस्तो स्पिनरलाई चाहिँ हेल्प गर्दैन, किनभने अब रेड सोइल विकेट भइहाल्यो। रेड सोइल विकेट भएपछि अब फर्स्टको पावर प्लेमा मात्र बल स्विङ हुने हो, त्यो चाहिँ काम चाहिँ अब हाम्रो पेस बलरको हो। सो यति नै थियो आजको एनालिसिस होइन। दिस वाज आवर फर्स्ट एनालिसिस भिडियो। सो डेफिनेटली धेरै इम्प्रुभमेन्ट गर्ने ठाउँहरू होला होइन। सो डेफिनेटली सजेसनहरू हामीलाई दिइराख्नु कमेन्टमा, हामीले के कुरा इम्प्रुभ गर्न सक्छौँ नेक्स्ट भिडियोदेखि। हामी नेपालको मेन टिमको हरेक म्याचहरू चाहिँ डेफिनेटली एनालिसिस गरेर ल्याउँछौँ होइन। डोमेस्टिकको गेम्सहरू पनि ल्याउँछौँ, यस्तो प्र्याक्टिस गेम्सहरू र अफिसियल गेम्सहरू, वर्ल्ड कपको गेम्सहरू, अरू सिरिजहरू पनि डेफिनेटली ल्याइ नै हाल्छौँ। र यो भिडियोमा हामीले आफ्नो ओपिनियन्सहरू दिएको छौँ होइन। तपाईँहरू आफ्नो ओपिनियन्सहरू दिनु होइन, तपाईँहरूले के सोच्नुहुन्छ। र अब जुन इङ्ल्यान्डसँग फेब्रुअरी 8मा हाम्रो गेम हुन जाँदैछ, त्यसमा चाहिँ प्लेइङ 11 के हुनुपर्छ होइन, तपाईँलाई के लाग्छ, के हुनुपर्छ जस्तो लाग्छ, त्यो पनि कमेन्ट गर्नु होला। सो यहाँ आजको भिडियोको लागि यति नै थियो। सी यू गाइज इन नेक्स्ट वान।